हेर्नु त जिउँदैछ सिद्ध बाबामा चढाएको परेवा, भर्खर चढाएको परेवालाई बाँदरहरूले यस्तो आतङ्क गर्दो रहेछ। बिचरा बच्चो अझै तडपिराखेको छ, भर्खरै खाइदियो। मन्दिरमा बसिया छ भनेर के गर्ने हो भगवानलाई? यस्तो भगवानको नामभर बजरङ्गबली भनेर के काम लाग्यो र भन्नु त? यस्तो मासु खाने बाँदरलाई त यस्तो मन्दिरबाट त खतम गराउनु पर्ने। भर्खर चढाएको हो तर भर्खरै यस्तो तरिकासित खाएर खतम गरिदियो। हेर्नु र महाराक्षस रहेछ, बच्चा हातमा छ। यस्तो छ, परेवा च्याप्प छोपेर यो हरिबिजोग गराइदियो। परेवा चढाएर राम्रो काम गर्छु, परेवा चढाउँछु भनेर यस्ता यो बाँदरको हातमा दिनु पर्दैन। भगवानले पाउनुभयो भन्नु भएन। अब यस्तो कसैलाई मार्न परेको छैन। यहाँ सिद्ध बाबामा परेवा चढाएर केही फाइदा रहेनछ। हेर्नु बिजोग साह्रै मन दुख्यो। आफ्नो अगाडि जो चढाएको परेवा हेर्नु चप्प गरिदियो, खाइदियो। सिद्ध बाबामा परेवा चढाउन हुँदो रहेनछ हजुर, हुँदो रहेनछ। त्यही भएर घेरेर राखेका रहेछन्। बाहिर चढाइदिए, लिएर आएर चढाउनेवालाले च्याप्प छोपेर खाइदियो। यस्तो गरेर कहाँबाट हुन्छ हेर्नु त? साह्रै चित्त दुख्यो, मन दुखाइदियो।